love you, Torpedo. I love you. Happy New Year. हाम्रो घर त बहिनीको कहाँ पर्यो, बहिनीको कहाँ पर्यो। कमेन्ट गर्नु होला है बहिनीहरूको कता पर्यो घर। हेलो गाइजहरु, वेलकम टु माई न्यू ब्लग। तपाईहरुलाई सबैलाई स्वागत छ। म नयाँ भिडियो लिएर तपाईहरुको माझ आइसकेको छु हैन। आज मेरो यात्रा भनेको भोजपुरको ट्याम्के मयुम गाउँपालिकातिर रहेको यो सामुन्ने डाँडातिर रहेको छ हैन। अनि म सामुन्ने डाँडातिर आइसकेको छु। अनि यस्तै छ गाइजहरु, यता चाहिँ अलिक ढुम्म भएको कारणले गर्दा नि अलिक राम्रो खिच्न सकिरहेको छैन हैन। अनि पनि राम्रो खिच्ने कोसिस गर्दैछु, तर एकदम दामी छ के ठाउँ चाहिँ। ल गाइजहरु, उकालो हिँड्दा हिँड्दा थाक्यो। अब हामी चाहिँ खाजा खान लाग्यौँ होइन। यो बोको जङ्गल लगभग 3 घन्टाको जङ्गल चाहिँ हिँड्नुपर्ने रहेछ यहाँदेखि माथि होइन। यो बोको जङ्गल म बिस्तारै भिडियो खिच्दै जान्छु होइन। अब चाहिँ हामी खाजा खाने हो साथीको खाजा चाहिँ अब यस्तो अरू केही भेटिने सबै जङ्क फुड हो। यता केही भेटिने पानी खायो अनि अब खाएर उकालो लाग्छौँ हामी बिस्तारै। निरन्तर जारी छ हैन। अनि जङ्गलको बाटो हिँडिरहेको छौँ। यता बाघ भालु नि पाउँछ भन्ने सङ्केत आइरहेको छ, तर हामी नडराउने हो होइन त। सबैले ट्याम्के मयुमको मेरो भिडियो भ्लग हेरिदिनु होला र तपाईँहरू पनि घुम्राउनको लागि यस्तै उकालो हिँड्नुपर्छ कि। यस्तो उकालो त मा त गाह्रो हुन्छ हिँड्न। अर्काको छोरी भगाउनु पर्ने, कसरी भगाउँछौ? गाँठ्यो भने घरबाट उकालो हिँडेको। फाइनली सामुन्ने डाँडा आयो गाइजहरु। अब म तपाईँहरूलाई देखाउँछु के यताको बाटो यस्तो राम्रो छ, यस्तो राम्रो छ नि हैन। हेरेर पनि रमाइलो के। कस्तो देखिरहेको हामी चाहिँ हाम्रो गन्तव्यमा आइसक्यौँ होइन। हामी हाम्रो गन्तव्यमा आएको थियो। हाम्रो त हिँड्ने प्लान हो। आज बेलामा आइयो बोटहरू होला, हामी खोजेर बस्छौँ बोटमा। भोलि पनि हामी घुम्ने हो यता होइन। यता नि छिटो भोलि हामी घुमिन्छ पुरै विभिन्न तरिकाले। डाँडा जाँदा चाहिँ जाउँ न डाँडा जाउँ होइन। डाँडा सबै घुम्ने पारिरहनु राम्रो रहेछ क्या। यो हरेको कस्तो राम्रो हुन्थ्यो है। उता त कोही पनि मान्छेहरू सबै पारी पुगिसकेको मान्छे डाँडा हिँड्दा सबै गइसकेर जाँदैछु। तीनजना छ अनुरोध गरेँ होइन। अनि यस्तै छ, चिसो मौसम भयो नि आज चाहिँ खुल्लै छ होइन। म अरू एउटा ब्यागबाट देखाउँछु है। यस्तो राम्रो ठाउँ छ क्या साथीहरू यता। अनि यस्तो ब्याकग्राउन्ड छ। अनि यता माथि डाँडा, यो पर डाँडा देखिरहनु भएको छ झन् त्यहाँ खतरा रहेछ क्या। अनि दर्शक बिनहरू अब हामी यहाँबाट घुम्नको लागि निक्लिसकेको छौँ होइन। पछाडि साथीहरू पनि छ। अनि अब यो माथि देखिरहने डाँडाहरूतिर जान्छौँ होइन। अनि डाँडादेखि चौता गएर सबै हाँस पोखरीहरू भन्ने ठाउँमा छ अरे, त्यहाँ सबै जान्छौँ। अलिक फोनको चार्जले गर्दा चाहिँ धोका दिइरहेको छ क्या गाईहरू। अनि यहाँ चौरी गाईहरू पनि म तपाईँहरूलाई देखाउँछु। यता सबै बिचरा चिसोले
कता बसिरहेको छ होइन पारी पारी चढ्न कोही पुगिसक्यो अनि यता सुतिरहेको छ सबै यता यता अनि एकदम रमाइलो रमाइलो होइन यहाँ तल देखिरहेको छ नि पोखरी पोखरी तर्फतिर बजारहरू पनि रहेछ रमाइलो छ कि ठाउँ नाली ग्रस ढकमक्क फुलिरहेको छ है साथीहरू राम्रो हुन्छ अब हामी तलतिर झरी है अब यहाँ तलतिर उभेर केटा उभेर उभेर ओ आमा यस्तो दामी छ ठाउँ अनि हाँस पोखरी भन्ने ठाउँ चाहिँ रहेछ दर्शक बिनहरू यहाँ अलिक अहिले बाह्रदो रहेछ अनि त्यो गेट खोलेर मात्रै पस्नु पाउँछ भने त अहिले बिहानै भएकोले गर्दा ऊ तल हाँसी नुहाइरहेछ यो यहाँ यो हाँस रहेछ एउटा नुहाइरहेछ अनि यो बिहानै अलिक गेट नखोलेको कारणले गर्दा हामी उता जान चाहिँ पाइएन हामी माथिबाट दृश्य देख्यौँ हाँस पोखरीको अब हामी यता घुम्दै फर्किँदैछौँ होइन यो अगाडि घोडा नि चरिरहेको छु पर घोडा यस्तो रमाइलो त घोडा रहेछ अनि म घोडा नि देखाउँछु तपाईँहरूलाई घोडा देखाउँछु है म अब ब्याकबाट हेलो गाइजहरू हामीले फाइनली घुमेर घर फर्किँदैछौँ होइन अनि अब फेरि अर्को तल गाउँमा नि कन्सर्ट छ गाउँको कन्सर्ट नि भ्याउनै पर्ने छ क्या त्यही भएर अब हामी चाहिँ फर्क्यौँ यहाँदेखि घुम्दै घुम्दै फर्किँदैछौँ होइन अब आजको रमाइलै भयो न्यु इयर चाहिँ एकदम रमाइलै गरियो अनि यो ट्याम्के महिममा एकदम रमाइलो गरियो अझ भरे दिउँसो ठुलो बजार लाग्छ भने चाहिँ हामी चाहिँ अलिक छिटै फर्किन्छौँ त्यही भएर हामी जानुपर्ने पल्लो डाँडाको पल्लो डाँडा गरेर तर कसरी पुग्नु अब